ल यहाँ दुईजना साथीहरू चाहिँ एकदम आलु खन्नमा बिजी छ। यो चाहिँ सर्लाही जिल्लामा हेर्नु साथसाथै मकै साथसाथै आलु पनि। अनि मकै भनेर नि मकै नै भात दिनु भयो त तपाईँले त किन त्यही भनेको हेर्नु त आलु कस्तो राम्रो फलेको छ। तपाईँहरू हेर्नु एउटा बोटमा कति देख्न सक्नुहुन्छ। मकै पनि भात दिएँ मैले चाहिँ अलिक गल्ती काम चाहिँ छिटो गर्छु है। अनि कस्तो आलु राम्रो छ त दिदी? राम्रो लाग्यो आलु? एकदमै राम्रो रातो हेर्नु त यहाँ देखाउनु त बोटमा एउटा बोटमा कति फल्या होला हेर्नु कस्तो राम्रो आलु। त्यही पनि मकै साथसाथै हेर्नु न यहाँ मकै कस्तो राम्रो छ। आलु पनि त्यस्तै नै यति कति 4-5वटा बोट खन्यौँ होला हामीले। एक बाल्टी आलु ल 1 बाल्टी आलु एक ड्याङ खन्दा कति निस्केला ल गेस गर्नु होला। हजुरलाई नि आलु खान मन छ भने सर्लाही जिल्ला आउनु होला है। सर्लाही जिल्लातिर बिहे गरे पनि हुन्छ।